अनि आज भोलिको स्यालेरी मेरो बुढाले त्यसलाई नै दियो। कसलाई? त्यो आइमाईलाई। कसरी थाहा पाउनुभयो? कसरी थाहा पाउनुभयो उसलाई दिए पैसा भनेर? नमस्ते। नमस्ते। कहाँदेखि आउनुभयो? म चाहिँ मेरो घर चाहिँ सिन्धुली मरिन। अहिले म बस्ने चाहिँ भक्तपुर पुरानो ठेमी। नाम के हो? अनिता ब्लोन। ए के भएको हजुरको भन्नु त? मेरो चाहिँ बुढाले पैसा नपठाएको। कहाँ हुनुहुन्छ श्रीमान? दुबईमा। दुबईमा? कति भयो गएको? गएर त 2.5 वर्ष भइसक्यो। 2.5 वर्ष भइसक्यो? अनि गएदेखि पैसा पठाउनु भएको छैन? 6-7 महिना भइसक्यो। 6-7 महिना भयो। नरुनु। किन नपठाएको अर्थे? कि काम नभएर नपठाएको कि के भएर? काम त भइरहेछ। कम्पनी ब्लक भयो भनेर मलाई 3-4 महिनासम्म झुलाएर राख्यो उसले। अनि उसको साथीहरूलाई कन्ट्याक्ट गर्दाखेरि चाहिँ दायाहरूलाई सोध्यो कम्पनी ब्लक भएको छैन। कम्पनी ब्लक भएपछि त हामी चाहिँ यत्रो मान्छे कहाँ गएर बस्नु त भनेर भनेकै। अनि कम्पनी नि अनि उसलाई मैले भन्यो कम्पनी ब्लक नि भएको छैन र चाहिँ केही भएको छैन भनेर सोद्धाखेरि त पैसा पठाउँछु भन्छ के। अनि यो चोटि अर्को चोटि भन्दा 6 महिना बितिसक्यो। 6 महिना भयो पैसा पठाउनु छोडेको? हजुर। पहिला चाहिँ पठाउनुहुन्थ्यो? हजुर। कति पठाउनुहुन्थ्यो पहिला चाहिँ महिनामा? उसले राम्रोसँग पैसा नपठाएर चाहिँ अस्ति फागुनमा 1 वर्ष हुन लाग्यो। 1 वर्ष हुन लाग्यो? हजुर। पहिला चाहिँ कति पठाउँथ्यो पैसा? पछि नराम्रोसँग पठाउँदा चाहिँ कसरी कति पठायो? पहिलादेखि चाहिँ उसले चाहिँ पैसा चाहिँ 15,000-16,000 गरेर पठाउने। अनि ऋण तिर्ने बेलामा चाहिँ 50,000 पैसा चाहिँ उसले जम्मा 3 चोटि पठायो क्या मलाई। अनि यो फोन किन्दाखेरि चाहिँ 17,000 पठायो यो फोन। उसमा मैले चाहिँ यो फोन यो सावन 28 गते 1 वर्ष हुन्छ किनेर। यो फोन किन्दाखेरि 17,000 पठायो। सावन 28 गते पठाएको उसले। अनि सावन 28 गते पठायो। अनि सावन भदौ असोजमा दसैँमा 20,000 पठायो।